अब बच्चाले सिकायो होला मलाई बढी हुन्छ झन्। ल त गाई चासो यहाँ हेरेको छ अस्ति बुढो सरेको ठाउँमा हो त्यो एक्सर्साइज गरेँ। बुढो ठाउँ कति जानु भनेर आज माथि गाउँखालाको मन्दिरतिर गइ नाचेर यता आइयो। हामी अब सानीतिर हिँडेको अब त्यहाँ तल एउटा धारो एकदम चिसो पानी आउने अनि पानी खाइन्छ अनि फेरि फेरि घट्थ्यो। यस्तो यस्तो यता चाहिँ गाई यस्तो यस्तो छ यता। अनि त्यही यो सबै अहिलेको मान्छे चाहिँ सबै एक्सर्साइज गर्न नसक्यो भने त्यहाँबाट यसो हिँड्ने यसो वार्मअपसम्म गरे पनि शरीर फिट हुँदै सधैँ त्यो खान नपाएर बाहिरको कुरा खाएर शरीर र जिन्दगी बनिरहेको त पसलहरू जिन्दगी सबैको बन्थ्यो। त्यस्तो होइन, एक्सर्साइज गर्ने फिट हुने बस्ने घरिघरि खानु थियो छुट्टै कुरो, दिनदिनै पैसा पायो कि किन्न गइबिहाल्छ कुरो त्यस्तो हुन्न। अब बच्चाले सिकायो होला मलाई बढी हुन्छ भन्ने होला, म पनि त्यस्तै थिएँ। गाउँमा हुँदा पैसा भेट्यो कि बाहिरको कुरा खायो, पछाडि त बाहिरको कुरा नखाएको धेरै भयो। शरीर बनाउन आएपछि नत्र पहिला चाहिँ मलाई 9मा हुँदा चाहिँ 8-9मा हुँदा चाहिँ अहिले त 10-9मा 8-9मा हुँदा चाहिँ मलाई बाहिर खाएको क्या 3-3 महिना सन्चो हुन्थेन क्या मलाई। टक्क इक्जाम दिन गए जस्तरी 3-3 महिना सन्चो हुन्थेन मलाई। अहिले त्यस्तो होइन, एकदम फिट एन्ड फाइन छु, जस्तो कन्डिसन अनि सर्भाइभ गरिदिन्छु मैले। फिट एन्ड फाइन त होइन तर फिट छु, फाइन पनि छु। फिट एन्ड भन्न मिल्दैन, 50-50 भन्न मिल्छ। त्यसो त्यहाँ तल त अन्ट्योको छ धारा पानी हान्यो जानियो। यो त अब बच्चा सिकाएला भन्नु छ, अब जसले सिकाएँ आफूले ज्ञान दिने हो। यो त पनि सिकाउँछ सिकाउन त भर्खर गरेर आएको यहाँ हात देखिरहेको छ यार, यो भिडियो बनाउँदा नि। ल त्यो गाइस आजलाई अब यति नै गरेर माछा ढिँडो सकिएन, भोलि पर्सितिर भेट्दै गरौँ, बाई।